भिडियोमा त के त्यो के ल साथीहरू अब हामी चाहिँ जाँदैछौँ घुम्नलाई कहाँ जाने हो घुम्न तिमीले साको जाने सानोले नजाने साको भित्र हेलो एन्ड नमस्कार साथीहरू आज फेरि पनि हजुर सामु नयाँ ब्लगको साथमा आइसकेको छु। धेरै समय लगभग 3-4 महिना भइसक्यो साथीहरू। म चाहिँ कुनै कारण व्यस्तताले गर्दाखेरि म ब्लगमा आउन सकेको थिएन। मैले ब्लग बनाउने टाइम पनि पाएको थिएन। मेरो ब्लग पछाडि अरू काम पनि त छ नि साथीहरू। सो धेरै समयपछि आज चाहिँ मैले ब्लग लिएर आएको छु। मेरो ब्लग के कस्तो लागेको छ हजुरले हेरिदिनु होला र प्रतिक्रिया पनि दिन नभुल्नु होला। अब मेरो चाहिँ थाहा पाउनु भएको छ हजुरले चाहिँ मैले पहिला पनि गराउँथेँ भिडियो। अहिले चाहिँ अब लगभग 3-4 महिना भयो साथीहरू। धेरै लामो समयपछि फेरि पनि हजुर सामु आइसकेको छु। मेरो ब्लगलाई हेरेर हजुरले मन पराउनुहुन्छ भन्ने आशा छ र पहिलाको जति नै माया दिनुहुन्छ भने मेरो पछाडिको ब्लग हेरिदिनु होला। के कस्तो लागिरहेको छ हजुरले हेरिदिनु होला र भन्दै म चाहिँ अब चाहिँ स्टार्ट गर्न गइरहेको छु साथीहरू। अनि मेरो च्यानललाई चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गर्न पनि नभुल्नु होला है साथीहरू। एकजनालाई सुप चाहियो ब्लग हो क्या हो स्टार्ट गर्दै त्यो धनिया ल्याउनु त दिदी कहाँबाट के हो र चप के भन्नु दिमाग खराब बन्यो। ट्राई गर्नु त हो नि। टिकटक कस्तो राम्रो देखाएको थियो दिदी भिडियोमा त के त्यो के के हो फ्रेन्च फ्राई भनेर बनाएको थियो हुँदै भएन। यति भए हुन्छ धेरै हुन्छ धेरै हुन्छ होला यो तारा त यो लाई चाहिँ अब पकाउँछु यो धनियाँलाई। प्याज हालेको खुर्सानी खुर्सानी भएन भाइ इलौ धनियाँ त्यही त्यो हाल्नु पर्यो कहाँ तेल खान्छ न खुर्सानी हाल्नु पर्यो टेस्ट नि आउँछ कि दिन त त्यो मसला अघिबाट खोजेको थिएँ म त ल खाउँछु र छोरी चपाटी खाने चपाटी आलु पर्छ देऊ रे देऊ सानो देऊ दिन्छ न त्यो दिन्छ सब भ्यायो ल देऊ त्यो खोज्दा देऊ रे यो भन्दा पनि यस्तो गोलो गोलो गराएर हाल्नु गोलो बनाएको पनि कस्तो भयो चपाटी खाने पापा खान्छु बुकुले खान्छ नि नपिलो छुट्टाइ खान्छु उसले त
खान्छौ कि चटपटी खान्छौ कति खान्छौ यता हेर त धेरै खान्छौ तिमी खान्छौ कि नै कति खान्छौ भुकुभन्दा धेरै कि थोरै थोरै भुकुभन्दा थोरै खाने ए यो हाल्दै पिरोको लागि यो छ पिरो ऊ पहिला चाहिँ पिरो नहाल पछि हाल्ने पिरो कति भुजाउँदै थपम कि यति हुन्छ त्यो सुप ल्याऊ भुक्कु यता भुक्कु रानी सुप ठिक्क भयो भन्छ आज आज काकीले बनाएको चटपटी खाने कसो काकी हो नि मेरो काकी हो क्या हो मेरो काकी हो क्या हो कसको हो नि फेरि वाह तिम्रो र साकुको काकी हो प्यारो काकी मेरो जिस्काउँछ मेरो र साकुको प्यारो काकी रे हो ग्यास खोलिदिउँ कस्तो हुन्छ अब पनि भयो त्यो रोटी बनाइदिन्छु त खै त लाइटर कहाँ छ कहाँ छ के लाइटर त्यही हो त यहाँ छ चुक झिकेर लिएर आउँ त दिदी त्यही गएको गयो अब त्यो सानो डब्बा त्यो खोल्नु त ड्रप स्पेसल कुकम्यान नमकिन हो क्या हो आलुको नमकिन दिदी उ त घर खोल्नु यो? त्यो सुख ल म सुनेछु सुन्न त यसले त्यस्तो गर्छ नि त कचौडा भनि क्या यो ल अब कहाँ छ चुक 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 त सानो कालो डब्बा यो एक डब्बा पोखायो हेर त अमिलको मिनरल वाटर थियो यार चुक खानुहुन्छ तिमीलाई कस्तो मनपर्छ त्यति गराउ न म मन पर्ने जस्तो त खानै सक्नुहुन्न ल सागको बस बेसरी खान्छौ अमिलो सुसुको राखले आऊ त अमिलो धेरै खानुहुन्न नि जान त छुमामु ढोका पर्दैन चुप पोख्यो के फाल्छौ छोरीलाई राख्दै छोरी आऊ डन आउनु डन चाप चापिती चापिती बसेर खाऊ पापा पकाइदिन्छु हस् पछि चटपटी खान्छौ सब हाल्ने त्यो फेरि सुस्त पिरो हुन्छ के राखेछन् के भुक्कुले नानी राम्रोसँग बस राम्रोसँग बस त तिम्रो बसाइ भएन नि छोरो हामीले त पिरै हाल्दाखेरि त्यसमा हरियो खुर्सानी छैन छैन दिदी चाख्नु त खुर्सानी हालेर तान्ने चाख्ने हो नुन लागेको लागि चाख्नु त लागेन अगर साको छ के हो अच्छा नुन बढी नुन बढी हो तर ठिकै छ
अमिलो चाहिँ अलिक कम छ यो हाल्नु धेरै नहाल्दा फेरि धेरै मिठो हुन्न यो खालको हाल्छु भने पोखेर रोटी गर्नलाई फेरि भएन कि कति लो यो राम्रो भयो सानो चाहिँ राख्दै खाउँछु नि चपाटे पिरै हालेन बेबी पिरो भन्थ्यो डर लाग्यो भन्छ क्या हो बेबी मिठो छ चपेटी मिठो छ चम्चीले एमी एमी छ चपाटे खानु है ए भएन खै कस्तो भला यहाँ खन्चु अमेलले खाँदै हुनुहुन्छ अलिक पन्ध्र चटपटको फ्यान खाना आउनु भनेको आउनुहुन्न अब भन्नु न म भ्लग लभर भन्नु न आमा चुको र आमा अमिलो लास्ट मनपर्छ क्या हो मलाई नि बिर्सेछु अमिलो ल्याउँछु भनेको थिएँ त्यहाँ यति धेरै अमिलो पाइएको थियो हाम्रो स्कुल नजिकै ल्याइदिनु त भयो पैसा ल्याऊ पैसा फ्रीमा भने पैसा ल्याऊ पैसा पैसा कस्तो अमिलो दिदी दाना अमिलो मिठो हुन्छ त्यो अस्ति पहेँलो वाला थियो अनि हामीलाई खै हालिदिएको यसमै खानु के आउनु के आधीको खान्छु ए छुट्टै खानुहुन्छ ए म त यसमै खानुहुन्छ भनेर त्यहाँ नहालिदिएको नि ल ल भयो त्यहीमा हामीलाई खानु के हुन्छ र के हाम्रो जुठा खानुहुन्न दिदीलाई फेरि बोला त खन्छु अमेन ल गाइस स्पेसली यस्तो बनिरहेको छ यी त्यो आलु ल्याउनु सब्जी भक्का भक्का भुटेर यसमा पिठो हालेर त्यो खोइ त्यतिको सिङ्गै हालिदिनु ड्याम तिमी खान्छ पछाडि बस पानी पक्का भुकुरा दिन नि हौ अलिक पिरो भएन क्या हालिदिउँ यो सुस्त पिरो हुन्छ फेरि नयाँ डिजाइनको क्या सुस्तो पिरो नला नयाँ डिजाइनको चटपटी जस्तो छ त्यसो भए हो कि साथी यो खुर्सानी सुस्त पिरो हुन्छ के भन्नु नि भयो दिदी बिस्तारै त्यही भएर धेरै नहालेको बल बनाउँछु अब है कस्तो बन्छ तपाईँ बनाउँदै गर्नु हामी बल गराएर मैदामा घोलेर मैदामा बेसनमा घोलेर अचार बनाउनु अचारसँग खानु यस्तो मिठो हुन्छ चक्चके म्यानको हात खबरी घरि नमकिन जस्तो घरि रोटी जस्तो अब घरि बल जस्तो अब बल पाक्न लागिरहेछ तेलमा फ्राईमा के गरेर मिठो हुन्छ डरो फ्राई हुन्छ मुखले बनाएर जस्तो हुन्छ नि लडाइ पर्यो ल तिमीहरूको खाना खाऊ छिटो दिसु दिसु
हाई भन बेबी हाई हाई गाइस भन ल अकिले खै खै त हाई गाइस भन्नु पऱ्यो क्या लेफ्ट होइन राइट ह्यान्डले राइट ह्यान्ड उतापट्टिको के कान्छ मुखले मुखभित्रबाट हाई गाइस भन बोल्दिन हौ हाई गाइस भन्दिन हौ किन अलि त धेरै काबुमा मम्मीले खानु योभन्दा नि बढी खान्थे ल साथीहरू अब हामी चाहिँ जाँदैछौँ घुम्नलाई कहाँ जाने हो घुम्न के को हाँसेको हो आएर खै मेरो मोबाइल कहाँ छ ल अब हामी पनि जाँदैछौँ अनि घुम्न भनेपछि हाँसो आउँदैन ल चापी कहाँ गयो फेरि ए यहीँ छ आफ्नो आफ्नो कोठाका ढोका राख्छन् भन्नु न देउरानी जेठानी यता देउरानी यता जेठानीले सजेर यति राम्रै ब्युटिफुल हुनुभएको छ यी यता अर्को देउरानी सजेर हामी चाहिँ स्कुल ड्रेसमै छौँ साथीहरू हामी चाहिँ स्कुल ड्रेसमै छौँ यिनीहरू चाहिँ कता छैन त्यसको जोडी भेट्टा छैन अरे कोठामा होला त्यसो भए भुकुरी अय बाबा ए को आन्छ पहिला मसँग तिमीले साकु जाने सानोले नजाने साकु मित्र तिमीले राख बन्द लग्छौ माथि लगेर खेल्ने कुला नि बस्छु आइगयो साकु अगाडि ला रोक्नु न म कहाँ चढ्ने हो त ल ल ल ल रोक्नु है साउन्ड बुक्कु ल ल